भागवत गीता भनेको के हो त भन्दाखेरि भगवान श्रीकृष्णले अर्जुनलाई जुन ज्ञान दिनुभयो, जुन ज्ञान चाहिँ सम्पूर्ण मानव जातिको लागि, कुनै पनि धर्म कुनै पनि वर्गको लागि होइन, सम्पूर्ण मानव जातिको लागि चाहिँ यो इम्पोर्टेन्ट छ। किनकि यसमा कुनै पनि रिचुअल्सहरू अनुष्ठानहरूको कुरा गरिएको छैन। यसमा केवल मान्छेको स्थिति, मन, मान्छेको दुःख, डर, पीडा, यस्तै यस्तै कुरालाई समेटेर ऊ कसरी यसबाट निर्मूल हुनसक्छ, यो तनावबाट कसरी ऊ बाहिर आउन सक्छ, जीवनलाई उसले हेर्ने दृष्टिकोण कस्तो हुन्छ, यो बारेमा चाहिँ मेन्सन गरेको छ। र यो गीता बुझ्नुभन्दा अगाडि सबैभन्दा सुरुमा हामीलाई महाभारतको केही ज्ञान हुन जरुरी छ। गीताको लागि जति कुरा आवश्यक छ त्यो छोटकरीमा सर्ट एन्ड स्विट तरिकाले म राख्छु। यसमा कुनै पनि संस्कृत श्लोकहरू हुँदैन। यसको प्योर नेपाली अनुवाद जुन चाहिँ अथोराइज सोर्सहरूबाट राख्छु। त्यही पनि यसको उद्देश्य भनेको मानिसले गीता जस्तो छ त्यसरी नै बुझुन्। पूर्वाग्रह भनिन्छ हैन, पहिलेदेखि नै यो सही यो गलत भनेर हामीले एउटा धारणा बनायौँ भनेदेखि चाहिँ हामीलाई कुनै पनि ज्ञान प्राप्त गर्न हामीलाई गाह्रो हुन्छ। त्यही भएर जहिले पनि ज्ञान प्राप्त गर्नको लागि हामी एकदमै न्युट्रल भएर चाहिँ सोच्नु जरुरी छ हो। धर्मलाई नि साइडमा राख्नु, भगवानलाई नि साइडमा राख्नु, सबै कुरालाई साइडमा राख्नु कि त्यो मान्यताहरू सबलाई साइडमा राखेर अनि बल्ल हामीले भगवत गीताको जे हो त्यो प्योर ज्ञान हामीभित्र उत्रिन सक्ने सम्भावना छ। र सबैभन्दा सुरुमा हामी महाभारतको कथातिर जान्छौँ। यो कथा सुरु हुन्छ 5000 वर्ष अगाडि, जुन महाभारत कालको कथा हो। यहाँ हामीले देख्न सक्छौँ यो जुन पिङ्क कलरमा लेफ्टतिरको जुन म्याप छ, यसमा जुन जति पनि यो पिङ्क कलरको एरिया छ, यो पिङ्क कलरको एरिया चाहिँ कुरु डाइनेस्टी हो। र यता राइट ह्यान्ड साइडमा हामीले चाहिँ यो राइट ह्यान्ड साइडमा जुन छ यो म्याप भनेको चाहिँ अहिलेको करेन्ट म्याप हो। हस्तिनापुर भनेको चाहिँ यो कुरु राज्यको एडमिनिस्ट्रेटिभ क्यापिटल हो। महाभारतको वार भएको ठाउँ चाहिँ कुरुक्षेत्र हो। जुन अर्को आउँछ इन्द्रप्रस्थ। इन्द्रप्रस्थलाई अहिले हामी दिल्ली भनेर चिन्छौँ। यो ठाउँ भनेको चाहिँ पाण्डवहरूले राज्य गरेको ठाउँ हो। महाभारतको कथा कसरी सुरु हुन्छ भन्दाखेरि यो एकजना राजा हुन्छ। यो राजा चाहिँ शन्तनु हो। शन्तनु राजाको पहिलो श्रीमती भनेको उहाँ चाहिँ गङ्गा हो। दुईजनाबाट चाहिँ बच्चा जन्मिन्छ जो ऊ चाहिँ भीष्म हो। अनि फेरि कहानीमा के ट्विस्ट आउँछ भन्दाखेरि यही भीष्मको पिता शन्तनुलाई चाहिँ सत्यवती भन्ने महिलासँग प्रेम हुन्छ। सत्यवती भनेको चाहिँ एउटा माझी माछा मार्नेको छोरी हो। भीष्मलाई जब यो कुरा थाहा हुन्छ अनि केटीको हात माग्नलाई जान्छन्। यो सत्यवतीको बुवासँग यो फादरले के भन्छ, सत्यवतीको फादरले भन्दा मेरो छोरी त मैले बिहा गरिदिन्छु, त्यही पनि मेरो छोरीको पेटबाट मेरो गर्भबाट जुन बच्चा हुन्छ ऊ बच्चा त राजा हुँदैन, किनकि ठुलो छोरो त तिमी हौ, तिमी राजा हुन्छौ भनिसकेपछि त्यही मोमेन्टमा भीष्मले चाहिँ एउटा प्रतिज्ञा गर्छन्, एउटा वाचा गर्छन्, एउटा प्रमिस गर्छन्। त्यो प्रमिस के हुन्छ भन्दाखेरि म कहिले पनि बिहा गर्दिनँ र कहिले पनि म यो हस्तिनापुरको थ्रोन गद्दी राजगद्दी म क्लेम गर्नेवाला छैन र सत्यवतीबाट जुन पुत्र हुन्छ उसैलाई नै म राजा बनाउने छु र मैले सधैँभरि त्यो राज्यको त्यो सिंहासनको चाहिँ रक्षा गर्नेछु। त्यही भएर सबैभन्दा ठुलो फर्म अफ प्रमिस भनेको भीष्म प्रतिज्ञा भनिन्छ के। अनि शन्तनुसँग बिहा हुन्छ। शन्तनुसँग बिहा भइसकेपछि सत्यवतीबाट जन्मिन्छन् विचित्र वीर्य। अब यो विचित्र वीर्यलाई राजा बनाउने जिम्मा भनेको भीष्मको हो। विवाह हुन्छ। अम्बिका र अम्बलिका दुईजना श्रीमती हुन्छन्। दुईजना श्रीमतीबाट पहिलो पुत्र जेठो पुत्र धृतराष्ट्र जुन चाहिँ जन्मिँदाखेरि नै अन्ध हुन्छन्, आँखा देख्दैनन् भनेदेखि दोस्रो पुत्र हुन्छन् पाण्डु। जन्मिने बित्तिकै अन्ध भएको कारणले गर्दाखेरि राजगद्दीमा बस्न मिल्दैन, अन्धो राजाले राज्य चलाउन मिल्दैन। त्यही भएर पाण्डुलाई चाहिँ राजगद्दी दिइन्छ। यो कुराले गर्दाखेरि धृतराष्ट्रलाई
एकदमै नराम्रो लाग्छ, एकदमै नमजा लाग्छ। मैले पाउनुपर्ने राज्य, खास त पहिलो सन्तान त म हो नि भने मलाई त्यो एकदमै भित्रबाट एकदमै पीडा हुन्छ, एकदम टर्चर हुन्छ, एकदम जलन हुन्छ। अनि पाण्डुको बिहा हुन्छ र धृतराष्ट्रको बिहा हुन्छ गान्धारीसँग। पाण्डुले एक दिन शिकार खेल्न जाँदाखेरि झुक्किएर एउटा साधुलाई लाग्छ बाण। लागिसकेपछि साधुले चाहिँ श्राप दिन्छन्। श्राप दिइसकेपछि दुखी हुँदै पाण्डु फर्किन्छन्। फर्किसकेपछि आफ्नो सन्तानहरूलाई र आफ्नो श्रीमतीहरूलाई लिएर त्यो पापको प्रायश्चित गर्नको लागि उनी जङ्गलमा जान्छन्। जङ्गलमा गइसकेपछि अब राज्य सिंहासन त खाली भयो, राज्यलाई त राजा चाहियो, अब अरू केही विकल्प छैन। विकल्प नभइसकेपछि यही जुन अन्ध धृतराष्ट्रलाई नै राजा घोषित गरिन्छ। र जङ्गलमा गइसकेपछि पाण्डवहरूको जन्म हुन्छ। 5 पाण्डव हुन्छन्। सबैभन्दा जेठो युधिष्ठिर, त्यसपछि भीम, अनि अर्जुन भयो, अनि नकुल र सहदेव गरेर 5 जना। भनेदेखि यता धृतराष्ट्र र गान्धारीबाट दुर्योधन जेठो छोरा र दुर्योधनको अरू 100 जना, टोटल 100 जना दाजुभाइहरू हुन्छ, जसलाई चाहिँ कौरव भनिन्छ। पाण्डवहरू उनीहरू सानै हुँदाखेरि उनीहरूको बुवा पाण्डुको डेथ हुन्छ। कुन्तीले 5 जना बच्चाहरूलाई लिएर चाहिँ हस्तिनापुर फिर्ता आउँछन्। जुन एथिक्स, मोरल्स, भ्याल्युज, जुन बेसिक अरू सबै फर्म अफ टिचिङ छ, नलेज छ, त्यो चाहिँ कृपाचार्यबाट दिइन्छ। भनेदेखि मार्सल आर्टको लागि, धनुविद्याको लागि स्पेसल्ली द्रोणाचार्य। यो कथामा अर्को पात्र हो शकुनी। शकुनी भनेको दुर्योधन या कौरवको मामा। धृतराष्ट्रले यो इन्द्रप्रस्थ भन्ने ठाउँ, यो पाण्डवहरूलाई अब के गर्छौ त, तिमीहरूलाई राज्य त चाहियो, यसो गर नि त, तिमीहरू यो इन्द्रप्रस्थ चाहिँ तिमीहरूले लिऊ। दुर्योधनले चाहिँ एक दिन तपाईहरू आउनु, यसो रमाइलो गरौँ भनेर अनि पाण्डवहरूलाई बोलाउँछन्। दुर्योधनको इन्टेन्सन अर्कै हुन्छ। पाण्डवहरूले सुरुबाट नै हार्ने, एउटा पनि गेम उनीहरूले जित्दैन। उनीहरूले भयभरको सबै सम्पत्ति लगाउँछन्, आफूसँग भएको राज्य पनि दाउमा लगाउँछन्, आफूहरू सबैलाई, आफ्नो भाइहरू सबैलाई पनि दाउमा लगाउँछन्। तर त्यसपछि पनि ल द्रौपदीलाई पनि अब दाउमा लगाउने भनिसकेपछि अनि यहाँ द्रौपदी पनि हार्छिन्। वस्त्रहरण हुन्छ। अनि एउटा डिल हुन्छ, 12 वर्षसम्म वनवास जानुपर्ने र अर्को 1 इयर, 1 वर्ष भनेको अज्ञातवास। अज्ञातवास भनेको कसैले पनि नचिन्ने गरेर बस्नुपर्ने। उनीहरूले यो यसरी टोटल 13 वर्षसम्म बिताउँछन्। जुवाको एउटा शर्त के हुन्छ भन्दाखेरि यदि पाण्डवहरूले 13 वर्षसम्म त्यसरी कम्प्लिट गर्न सक्छन् भनेदेखि उनीहरूले चाहिँ आफ्नो इन्द्रप्रस्थ त्यसपछि चाहिँ फिर्ता पाउँछन्। यिनीहरूले सक्सेसफुली 13 इयर्ससम्म कम्प्लिट गर्छ। श्रीकृष्णले चाहिँ यहाँ धृतराष्ट्रलाई गएर अब पाण्डवहरू फिर्ता आए, फिर्ता आइसकेपछि अब तपाईँहरूले चाहिँ अब दिनुपर्छ, किन राजा त तपाईँ हो नि त, दुर्योधन त राजा होइन। पाण्डवहरूले जुन पाउनुपर्ने इन्द्रप्रस्थ राज्य छ त्यो चाहिँ दुर्योधनले म दिदिनँ। सियोको टुप्पो जति पनि जग्गा पाउनेवाला छैनन् पाण्डवले। अब युद्ध गरेर लय मात्र हो, अरू कुनै विकल्प छैन। अब यो महाभारतमा अर्को क्यारेक्टर हुन्छ कर्ण, दुर्योधनको एकदमै बेस्ट फ्रेन्ड। र अर्को यसरी नै योद्धा छ अश्वत्थामा, यो द्रोणाचार्यको छोरा हो। अनि अर्को भनेको अभिमन्यु, अर्जुनको छोरा हो। अब सबैजना युद्धको लागि कुरुक्षेत्र भन्ने ठाउँमा पुग्छन्। सबै सेनाहरूको जमघट हुन्छ। र त्यो अवस्थामा अर्जुनलाई लागेको दुविधाहरू, डाउटहरू छ, त्यसलाई क्लियर गर्नका लागि भगवान श्रीकृष्णले गीताको ज्ञान दिनुहुन्छ। धृतराष्ट्र राजा हो, ऊ चाहिँ सञ्जय हो। सञ्जय भनेको धृतराष्ट्रको सारथी हो। र यो सारथीलाई चाहिँ यो दिव्य दृष्टि भनिन्छ। आफू कहीँ भएर पनि कुनै पनि ठाउँको उसले लाइभ हेर्न सक्ने त्यो खालको क्यापेसिटी हुन्छ उनमा। सबैजना युद्धको लागि उहाँ कुरुक्षेत्रमा छन्, 150 किलोमिटर टाढा
धृतराष्ट्र आफ्नो दरबारमा छन् हैन। अनि सञ्जयले चाहिँ के काम गरिरहेको हुन्छ भन्दाखेरि अब त्यो वारमा के भइरहेको छ सबै कुराहरू चाहिँ एज इट इज डिस्क्राइब गर्ने काम, धृतराष्ट्रलाई डिस्क्राइब गर्ने काम सञ्जयले गर्छन्। र धृतराष्ट्रले सोध्छन् यो 1 2 यसरी जुन लेखिरहेको छ यो श्लोकहरू हो है। हे सञ्जय, कुरुक्षेत्रमा युद्धको इच्छाले भेला भएका मेरा छोराहरू कौरवहरू र पाण्डुका छोराहरू जुन पाण्डवहरूले के गरिरहेका छन् त भनेर सोद्धाखेरि सञ्जयले आफ्नो दिव्य दृष्टिबाट के भन्छन् भन्दा त्यस समयमा पाण्डवहरूको सेनालाई व्यूह रचना गरी खडा भएको देखेर, यो व्यूह भनेको चाहिँ के हो भन्दाखेरि मिलिटरी फर्मेसन हो, मिलिटरी स्ट्र्याटेजीहरू हुन्छ नि त, कसरी एट्याक गर्ने कसरी जाने हो त्यो संरचना गरी खडा भएको देखेर राजा दुर्योधनले द्रोणाचार्य कहाँ गएर यस्तो वचन भने। अब यो सबै दुर्योधनले भनेको हो है। हे गुरु, पाण्डवहरूको यो विशाल सेनालाई हेर्नुहोस्, जसलाई तपाईको बुद्धिमान शिष्य धृष्टद्युम्न भनेको द्रुपदको छोरो, द्रुपद भनेको द्रौपदीको बुवा हो, अनि धृष्टद्युम्न भनेको द्रौपदीको दाइ हो। उसले चाहिँ मिलिटरी फर्मेसन त्यो जिम्मा पाण्डवहरूको साइडमा कसले गरेको रहेछ? धृष्टद्युम्नले गरेको रहेछ। यतातिर पाण्डवहरूको सेनामा उनीहरूको साइडमा चाहिँ को छ त? सात्यकी, विराट, द्रौपदीको जुन बुवा, अनि धृष्टकेतु चाहिँ कितान, अरू को छ। अब यो सबै आफूहरूले नै पढ्नु। तर हे गुरु, हाम्रो साइडमा पनि खतरा मान्छेहरू छन् नि। अब म उनीहरूको बारेमा तपाईँलाई एकचोटि सर भनिहाल्छु है त। भीष्म, अनि कर्ण, कृपाचार्य, द्रोणको छोरा अश्वत्थामा, अनि फलाना यिनीहरू सबैजना आएका छन् जो चाहिँ मेरो वेल विशरहरू हुन्। उनीहरू मेरो लागि ज्यान पनि दिन तयार छन्। उनीहरू एकदम एक्सपर्ट पनि छन्, एकदम स्किलफुल पनि छन्, एकदम इन्टेलिजेन्ट पनि छन्, एकदम ब्रेभ छन् भनेर दुर्योधनले द्रोणाचार्यलाई, आफ्नो गुरुलाई यसरी भन्छन्। हाम्रो टिमको मेन मान्छे भनेको चाहिँ भीष्म हो। अब उतातिरको मेन मान्छे भनेको को भन्दाखेरि भीम। त्यसैले सबैजनाले आफ्नो ठाउँमा जो हुनुहुन्छ तपाईहरूले चाहिँ एकदम याद गर्नु है, हाम्रो चाहिँ भीष्म हजुरबुवाको तपाईहरूले चाहिँ प्रोटेक्ट गर्नुपर्छ। तपाईहरूको पुरा ध्यान यतैतिर हुनुपर्छ पुरा युद्धमा। भीष्मले दुर्योधनलाई खुसी पार्नका लागि नाकको टोटा फुलाए। अब भीष्मले उहाँले चाहिँ सँग पुग्नु भयो दुर्योधनलाई खुसी बनाउनको लागि। अब यसमा यो 13 नम्बर, 14 नम्बर, 15 नम्बर भनेको सबैजनाले आफ्नो शङ्ख, आफ्नो जे इन्स्ट्रुमेन्टहरू छ त्यो बजायो भनेर यहाँ मेन्सन गरेको छ। त्यस्तै 16 नम्बर, 17 नम्बर, 18 नम्बर सबैजनाले आफ्नो शङ्खहरू बजाउनु भयो भन्ने मात्रै छ। हे धृतराष्ट्र, त्यसपछि युद्धको तयारी भई शस्त्र चल्न लागेको देखेर अर्जुनले आफ्नो धनुष उठाएर श्रीकृष्णसँग यस्तो भन्नुभयो, अब हे कृष्ण, मलाई चाहिँ दुवै सेनाको बीचमा गएर उभ्याइदेऊ न। को आएको रहेछ यहाँनिर वार गर्नको लागि, को छन् यहाँनिर सामेल, मलाई एकचोटि हेर्न चाहिँ मन छ। अनि सञ्जयले के भन्छ भन्दाखेरि, हे धृतराष्ट्र, अब अर्जुनले त्यस्तो भनिसकेपछि श्रीकृष्णले के गर्नुभयो, दुवै सेनाको बीचमा लगेर रथलाई उभ्याइदिनु भयो। श्रीकृष्णले भन्नुभयो, हे पार्थ, यहाँ भेला भएका कौरवहरूलाई हेर, आफ्नो काकाहरू छन्, हजुरबुवाहरू छन्, गुरुहरू छन्, मामाहरू छन्, भाइहरू, छोराहरू, नातिहरू, साथीहरू सबजनादेखि के सबै आफ्नो के सबै आफूले पनि यति माया गर्ने, उनीहरूले पनि आफूलाई यति माया गर्ने। दुवै सेनामा रहेका आफ्ना ससुरा र शुभेच्छुकहरूलाई देखेर अर्जुन अत्यन्त करुणाले भरिएर दुखी हुँदै यसो भने के, हे कृष्ण, युद्धको इच्छाले उपस्थित भएका आफ्ना स्वजनहरूलाई देखेर मेरा अङ्गहरू शिथिल हुँदैछन् र मुख सुकिरहेको छ। अब म के गरौँ? मेरो अब त पुरा शरीर काप्न लागिरहेको छ, मेरो रौँहरू पनि ठाडो भइरहेको छ, मेरो हातले एउटा यही धनुष पनि मेरो हातले समात्न सकिरहेको छैन, मेरो छाला यति मेरो तातो भइरहेको छ, यति पसिना आइरहेको छ, म के गरौँ? म उभिन पनि सकिरहेको छैन, ममा कुनै एनर्जी नै छैन हैन, मेरो दिमागले काम पनि गरिरहेको छैन, मलाई त सबै नराम्रो मात्रै हुन लागिरहेको हो कि जस्तो मात्रै लागिरहेको छ
यो वारमा आफ्नै मान्छेहरूलाई मारेर त के कल्याण हुन्छ, के चाहिँ पाउँछौँ हामीले? यस्तो गरेर न मलाई चाहिँ कुनै भिक्ट्री चाहियो, न त मलाई कुनै राज्य चाहियो, र त्यसबाट जुन चाहिँ सुख आउँछ त्यो त मलाई आउनेवाला छैन। अब यस्तो खालको आफ्नै मान्छेहरूलाई मारेर यो राज्य, यो खुसी, यो ऐश्वर्य, यो लग्जरी, यो कम्फर्ट, होइन, यो सबै कुरा जे छ यो हामीलाई के काम, किन चाहियो र? यिनीहरूकै लागि त हो, आफ्नै मान्छेको लागि त हो। हामी पैसा कसको लागि कमाउँछौँ? आफ्नै मान्छेको लागि कमाउँछौँ। उनीहरूलाई खुसी राख्ने, उनीहरूसँग नै सँगै खाने, घुम्ने, रमाइलो गर्ने, सबै कुराहरू पुर्याउने आफ्नो फ्यामिली मेम्बरहरू भयो भने न त्यो पैसाको काम लाग्छ, नत्र त यसको कुनै अर्थै छैन। गुरु, हजुरबुवा, छोरा, नाति, मामा, ससुरा, साला, उनीहरूलाई म मार्न सक्दिनँ। चाहे उनीहरूले नै मलाई मारुन्, होइन, उनीहरूले अब त्यो वारको जुन अब एउटा मेन्टालिटी बोकेर अगाडि आइसकेको छ, उनीहरूले चाहिँ म यतिकै बस्छु, उनीहरूले मलाई झ्यापझ्याप मारुन् अनि सकियो क्या यो खेल, अब उनीहरूले नै जितुन् अनि भइहाल्यो त, किन गर्नु छ यो वार भन्ने खालको अर्जुनको तर्क हो। हे मधुसूदन, हे कृष्ण, मलाई मारे पनि म यिनीहरूलाई मार्न चाहन्न। तिनै लोक मैले नै राज्य गर्न पाउने, यो सबैको राजा मलाई हुने हो भने पनि मलाई चाहिँ यो चाहिएन है, यो आफ्नो मान्छे मारेर। हे कृष्ण, धृतराष्ट्र ठुलोबाको छोराहरूलाई मारेर हामीलाई के खुसी मिल्छ र? हो, यिनीहरू अत्याचारीहरू हो। अब यिनीहरूले यस्तो गर्यो भन्दैमा यिनीहरूको बुद्धि छैन, यिनीहरूको होस छैन, अज्ञानी छन् के। मसँग त ज्ञान छ, मलाई पाप लाग्छ यिनीहरूलाई मार्यो भने भनेर अर्जुनले भन्छन्। हामी कसरी खुसी हुन सक्छौँ त? हुन सक्दैनौँ। यो कुल छ, यो कुललाई नै नाश गर्दाखेरि जुन दोष हुन्छ अनि यो त्यसबाट त पाप लाग्छ, म चाहिँ पाप गर्न चाहन्न है भनेर भन्छन्। वर्षौँदेखि जुन चलिआएको परम्पराहरू छ नि, हो त्यसलाई कुल धर्महरू भन्छ। त्यसको नाश भइसकेपछि, त्यो सकिएपछि सबै कुललाई अधर्मले गाछ, अधर्मले छोप्छ। अनि त्यो अधर्म बढ्यो भने त्यो कुलका जुन महिलाहरू छन् उनीहरू दूषित हुन्छन्। र हे श्रीकृष्ण, महिलाहरू दूषित भएपछि वर्णशङ्कर भनेको हाइब्रिड, साँच्चैको दूषित हुन्छन्, हुँदैनन्, यो हामीलाई अहिले जरुरी नै छैन हुन्छ कि हुँदैन, किनकि यो अर्जुनको आफ्नो पोइन्ट अफ भ्यू हो। हामीलाई चाहिँ पोइन्ट अफ भ्यू कसको चाहिएको छ भन्दाखेरि श्रीकृष्णको मात्र पोइन्ट अफ भ्यू चाहिएको छ, किनकि श्रीकृष्ण चाहिँ डिभाइन पर्सनालिटी भनेर मान्छौँ। र जुन चाहिँ ज्ञान छ, गीताको ज्ञान भनेको कृष्णको मुखबाट बोलेको गीताको ज्ञान। गीता ज्ञान अझै पनि सुरु भइसकेको छैन। अब यहाँ अर्जुनले भनेर कम्प्लिट भइसकेपछि जब कृष्णको बोल्ने पालो सुरु हुन्छ तब बल्ल गीताको रियल ज्ञान सुरु हुन्छ। पितृहरूको श्राद्ध र तर्पणको क्रिया लोप हुन्छ, किनकि त्यो सिकाउने कसले? पहिलेदेखि चलिआएको परम्पराहरू, आफूभन्दा सिनियर कोही पनि हुँदैन, नर्कमा बास गर्नुपर्छ, यस्तो हामीले सुनेका छौँ। अब यो भनेको त्यो बेलाको परम्परा हो क्या। धिक्कार छ, हामी कति ठुलो पाप गर्न तयार भएका छौँ। राज्य र सुखको लोभमा परेर हामी आफ्नै स्वजनहरूलाई मार्न उद्यत भएका छौँ। यदि मलाई निशस्त्र, मसँग कुनै वेपन पनि हुँदैन, म कुनै डिफेन्ड पनि गर्दिनँ, धृतराष्ट्रका छोराहरू दुर्योधन कौरवहरूले आएर मारिदियो भने त्यो मेरो लागि बरु त्यो नै बेस्ट हो नि। अनि अर्जुनले यस्तो भनिसकेपछि दुखी भएर अनि आफ्नो धनुष र बाण छोडेर अनि त्यो रथको पछिल्लो भागमा गएर टोलाएर बस्नुभयो। पहिलो भाग सकियो। दोस्रो भागमा के छ? सामख्य योग।